Hello, hello, hello. Background music खतरा आइरा हो र चराको स्यास्या हावाको स्यास्या फर्स्ट डेस्टिनेसन आया लामपुछार काकी कहिले ए बाटो Hiya. Snacks time. Very. Snacks time. Snacks, sorry. Snacks hola ni ho. Snack time. Snacks hola. Snack time. Snack. Snack time. Ham phu bola din. Phu haru chito aunu. Eh? Kama hanu. Ani itu ya sudah. Mana tahu? Tahu. Nanti tu. Snack time. Hau. Mari korang tu. Salah di ni aja. Jangan guruji. Lo tu. Kice? Flower. Our second destination place. आइपुग्यो सेकेन्ड त होला नि यो साँच्चै गाह्रो हुन्छ नि तपाईले धेरै पुग्नु भयो के खोइ अलि धेरै रहेछ बिरुन्दा पुग्नु बोकन तिन यो पुग्नु तर हामी धेरै माथि त आइपुग्या होइन मलाई याद हो त्यो ठाउँ फोटो खिचा ठाउँ तीन चार जना ग्याङहरुसँग आउँदाखेरि अब त रोड त होला नि अर्को बाटो ननिस्किन्छ मन के तर जाने बाटो नभए बाटो निस्किने भन्छ यहाँबाट सुरु गर्नु कहिले हुन्छ म ल So today, hello guys, how are you? Today we are here. Mango. On the way Lakhuri Banjang अनि आज चाहिँ हामी कसरी how to eat banana भनेर सिकाउँछौं अनि हाम्रो ट्युटोरियल सिक्ने गुरु चाहिँ हाम्रो यहाँ विक्रम राई हुनुहुन्छ उहाँको च्यानललाई सब्स्क्राइब लाइक पनि गर्नु होला Vikram the Wild. यसलाई यताबाट हैन यताबाट खोल्ने Vikram the Wild Man. हो त्यो चाहिँ ल मैले भर्खर थाहा पाएँ मिठो हुँदैन नि तितो हुँदैन अर्को ठाउँबाट खोल्नु अनि यसरी यसरी थोरै थोरै यसरी गर्ने ट्युटोरियल चाहिँ हेर्नै पर्ने रहेछ हो यसरी गर्ने यो अलि ठुलो भयो है यसरी यसरी सानो सानो गर्ने यो अनि यसरी खाए ला नपखालिकन खाए पखाल्नु पनि पर्छ कोसीमा लगेर कसरी चपाएर कसरी निल्ने हो अलि बेर चपाउनु पर्छ किनभने अड्किन सक्छ डाइजेस्ट हुन सक्छ अलि बेर भन्दैन न गम गम खाइसक्यो अनि यो धेरै पनि खानु थोरै थोरै खाने हो थोरै थोरै खायो भने धेरै खायो भने चाँडो खायो भने हाई हुन्छ धेरै खायो भने चाँडो सिद्धिन्छ अनि यस्तो यसरी खाने लास्टमा खिच्ने त्यो बिचको चाहिँ कट गर्नुपर्छ है लास्टमा खिच्नु भनेको एंगल होला नि त बसाइ पनि हेर्नु न बसाइ लोसन नलागेको लोसन नलागेको त
छिर्की मिर्की छिर्के मिर्के लियोपार्ड खुट्टा छिर्के मिर्के यसको पनि काम हुन्छ तर अहिलेलाई चाहिँ यसलाई यसरी खानु यो मल भइहाल्छ नि अब यहीँ राखेपछि अनि यसरी बस्नुपर्छ आया भदौमा हेल्प गरिदिन्छु नेक्स्ट डेस्टिनेसन हाम्रो गाइड बाटो चाहिँ यो हो है बाटो पनि यो हो त्यो कालो मुर्गाबाट माथि चढ्नु हो ओके होइन उताबाट चाहिँ सजिलो छ जस्तो त्यो त तरुल खनेको त सरी भन्छ हामी घडीको हिसाबले चाहिँ 15 मिनट लाकुरी भन्ज्याङ पुग्ने हो तर यहाँ भर्खर हुनेवाला ब्रिटिस लाउरीहरू यो बाटो झर्दै गर्दाखेरि चाहिँ अझै 40 मिनट भन्यो हाम्रो गाइडले चाहिँ 2 मिनट अब भन्दैछ भिडियोग्राफरले चाहिँ 10 मिनट बढी थपिदिरहेको 40 मिनट हाम्रो गाइड जी के भन्न चाहनुहुन्छ यसमा यो बाटो चाहिँ एकदमै राम्रो छ तपाईहरु आउन चाहनुहुन्छ भने मलाई सम्पर्क गर्नु र मेरो नम्बर 9823 बुझ्नु होला यो चाहिँ हाम्रो कोरियाबाट आएको टुरिस्ट हो यो बाटो कहाँ जान्छ ल यो त मैले विदेशी अर्कै भाषामा बोल्दै त ला कोरियन भने गीत दबाउ त मलाई फेरि रेस्ट क्या होला नेचरको आवाज खतरा आइरहेछ त्योभन्दा ठुलो चाहिँ मेरो सास आइरह होला ओके झाडीबाट हो मोडललाई हिँडाउँदैन
रमाइलो त रमाइलो हो। अहिले आएर चाहिँ रमाइलो लाग्दैछ मलाई। भन्ज्याङ त खास गरी त्यो होइन लाखुरी भन्ज्याङ मैले नि त्यही जस्तो लाग्यो मलाई नि। त्यही हो कि के हो? भन्ज्याङको नि अर्को डाँडा कटिसक्यो। आया लाखुरी भन्ज्याङ गएको त त्यो ठाउँ हो जस्तो लाग्यो मलाई नि। ऊ त्यो गाडी चाहिँ कहाँ पर्दैछ कुनी? त्यही त यो ठाउँमा ठिकै रहेछ त। अब आयो उता माथितिर होइन हिँडेको जस्तो गरौँ न यतिकै। हेरेको हेरे गर्दैन क्यामेरा के भन्नु सोच्यो मलाई? हामी त कस्तो थाकेकै छैन। यिनी त पहिलो कति खायो हो सिधै त्यो पल्लो डाँडा हो। त्यो धेरै मल पुगेर त्यस्तो लाग्यो। युट्युबमा हेर्दैछौ? टिकटकमा छ क्या कहाँ थाहा भइहाल्यो नि। त्यहाँ अडिन जो नानी अङ्गुर पनि छ होला। अङ्गुरको पुरी घरको अङ्गुर कुन भन्नु? जुन म होइन हुन्छ यो डिफ्रेन्ट फुटाएको भयो भने चाहिँ सबै फुटाएको। बरु यो चाहिँ अगाडि खाएर यो चाहिँ खानुपर्छ पछाडि। जसरी खाँदैन हुन्छ हौ किनभने पानी छैन। चोक्दै खाँदैन नि त्यो भाइहरू यता तलबाट आएको थियो क्या एकचोटि। म त्यहाँ पुगेको थिएँ, भाइहरू तलबाट हाइकिङ गर्दै गर्दै आएको थियो। टिकटके भाइ टिकटके भाइ होइन अर्कै भाइ पहिले सोध्नु न नि त्यो सबै दुईवटा उठाएको होइन 90s मा हो क्या 90s मा।
ओके अब हाम्रो नेक्स्ट डेस्टिनेसन कता रे यो पारि लाक्री भन्ज्याङ आइपुग्यो लाकुरी भन्ज्याङको टावर टावर खै कहाँ हो टावर दिस वान यो धेरै छ टावर यहाँ आइया हामी ब्युटार हिँड्दैछौँ त्यो टावर मात्रै रहेछ कसलाई बोलाएको अघिको बाटो यस्तै थियो होला क्या झर्ने बाटो कि यो चाहिँ सलाडी पारि पुगाउनु गर्छु नि दुःख कस्तै गर्नु पर्छ अहिले कुन चाहिँ मिटिङ बसिरह होला लु जाउँ हामीलाई त्यहाँको भाइले बाटो भन्दै थियो अब हेरौँ सरप्राइज यसको नाम चाहिँ के हो थाहा छैन यसले हामीलाई पछ्याएको पछि छ यसलाई थाहा छ कहाँ बस्ने भनेर हामी आएको स्पोर्ट चाहिँ ऊ त्यो हो त्यो त पहिला त राम्रो स्पोर्ट थियो अहिले सबै प्लेन बनाएछ नि त त्यहाँ भाइहरूले हामीलाई बोलाएको थियो यहाँ सरप्राइज हामीलाई आज शिवरात्रिको दिन भाइहरूले हामीलाई ए राख हामी अर्को बाटो सर्टकट बाटो हिँड्दै थियो भाइहरूले हामीलाई त्यो बाटो होइन यो बाटो भनेको थियो हामीलाई झुकाएको होइन नि फर्केर आउँदाखेरि है ऊ बाइक आउँदैछ पहिला बाइकलाई माग अनि हामी दिन्छु ल बाइक लियो चलो चलो बाइकलाई माग अनि हामी बाइकलाई लियो भने हामी पनि दिने ल हामी हेर्छौँ यहाँ ए जान्नै दिन्न भन्दैछ भाइ बाइक दुईटा बाइक दुईटा 50 भन्दा मुनि त लिँदैन नि अब हामी छिर बानी जाँदै गरेको भाइहरूले बोलाएर यो बाटो लिइरहेछ मलाई पनि जान लाग्यो पैसा लिने लिने भन्न न हुँदैन त झन् मलाई हतार भएको यार अर्को बनाए अङ्कलले जानु देऊ खै त छेक्यो ला हामीलाई चाहिँ झेक्ने हामी त छिरिसक्यौँ क्या त्यही पनि कति पैसा लिने रे हामीलाई नसुनेको त मलाई किन नथुनेको त अङ्कल हो रहेछ स्कुलले जाँदै रहेछ 10 रुपियाँ न त भनिदिन्छु म त भनिदिन्छु हो कि होइन नभन्नु गर्लफ्रेन्ड हो कि होइन भन्नु जो नत्र भनिदिन्छु लुटेर ल जाउँ जाउँ मेरो पनि घुम्न अब यहाँबाट हामीलाई बाटो थाहा छैन नि त अघि हामी गएको बाटो तिनीहरूले हामीलाई यता ल्यायो त्यो हामी त्यही बाटो जान्थ्यौँ अब हिँड हामीलाई पुऱ्याइदेऊ पुऱ्याइदेऊ हामीलाई त अब त पुऱ्याइदेऊ
पपिरीले एक्स गर्न थालिसक्यो थाकिसक्यो बस बस ल भाइ ल दुईजना बाँड्नु है यहाँ पनि आउनु ओहो कति रुपियाँ पायो त्यो महँगो भयो त त्यो बाटो त बाटो पिस हुनु पर्यो हाम्रो पैसा सब यसले बोकेर हिँडेछ है बुहारीलाई चाहिँ त्यतिकै छोड्दै हाल्यो हामीलाई चाहिँ ठेकेको चाहिँ कि ए मलाई पनि दुईटा लियो मसँग पैसै छैन अघि गर्लफ्रेन्ड आएको भएर नि गर्लफ्रेन्डलाई त बाटो दिएर होइन कता बस्छौ तिमीहरू ए कहाँ पैसा ए कागज भएछ त कता बस्छौ कता बस्छौ कहाँनिर हो कता देखाउ कतातिर खै उ कहाँ छ हुन्छ ऊ कहाँ छ भने पोखरी कहाँ छ पोखरी माथि कहाँ माथि यही माथि त यही बाटो माथि यसले झुट बोलेको पोखरीसँग ल भाइ दुईटै दिए दुईटा अब फर्किँदा पर्छ कि पर्दैन पैसा फर्किँदाखेरि पैसा पर्छ कि पर्दैन बाइक आउँदै चाँडो रोको बाइक 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 आउँदैछ खाजी 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 चुरी 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 ढुङ्गा बोकेर राखेको जाँदैन अनि झप्पलार अहिले अहिले फर्किँदा पैसा पर्छ कि पर्दैन फर्किँदा पैसा पर्छ कि पर्दैन पर्दैन चिनेन भने पर्छ पैसा पर्दैन नि हेर्न अहिले फर्किँदा ल बाई 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 हजुर यहाँ हान्छ पैसै लिँदैन रहेछ नि त अनि चिनेको मान्छेहरूलाई त या आइज साथी भ्यू टावरको इन्ट्री पोइन्ट अझै कम्प्लिट भएको छैन रहेछ है प्राइभेट भए त उहिले बनिसक्थ्यो नि यो देखेको त हामी आउने पछि देखाएको छु नि मलाई यसो याद गरे अनुसार त थाहा छ लु हेरौँ त केही पनि देखेको छैन त आज त हामी यतै जाने हो साथी अलि यताबाट खिचौँ कि हो ओके ल कि ल भने उता चाहिँ खिच्न पर्ने हो कि राम्रो हाल्यो यही हो गाइस रेडी 1 2 3 चीज त्यता ल बसौँ आउ आउ गाइजहरु खोइ निकाल्नु न खाजा गाइजहरु जु आउनुस् है आउनुस् ठ्याक्क 7 वटा छ है यो चाहिँ हामी 7 जना पुग्दै रहेछ फोन गरेको थियो बाटोमा तर अब बिलायो सनी अहिले बाटोमा कसरी खायो खोलौँ यो पहिला फोटो खिच न त ल त्यो हैन झोला सोला बोकेर के पुरै यो यो साइडमा बस्नु यो साइड निकाल्नु 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 यस टोपी सुट पनि लाउनु भएको रहेछ ए भाइ ल पानी भाग्यो पानी यति रहेछ गाह्रै भयो भने मात्रै पानी खाने ल ए फोटो खिच्न भनेको खाने कुरा निकालेर बजार भनेर सानी बाइक गराएको यो साइडमा यसो एकछिन बस्दा हुन्छ म भिडियो जस्तो गर्छु चिसो हुँदो रहेछ बस्छु म यहीँ बसाउँदैन हुन्छ सबैजना चाहिँ त्यहाँ बस्ने म चाहिँ किन यहाँ बस्नु अब चाहिँ ह्याकिङ गएको ए हुन्छ अब चाहिँ ह्याकिङ गएको हुन्छ उता चाहिँ खिच्न पर्ने हो कि त्यहाँ हुन्छ नि त्यो मुनिको भ्यू पनि आइरहेको छ
त्यहाँनिर बसेर नि खिच्दा हुन्छ त्यहाँ चाहिँ पुरै भ्यूै देख्ने गरी छ क्या त्यही भएर भनौँ भिडियो गर्नु भएको हो भिडियो हो बन्दीपुर जाउला हो एकछिन खुट्टासँगै ल सबले यस्तो गर्यो भने त त्यो त हुन्छ हौ खास खुट्टा देखाउनु खोजे हो 4 खुट्टा तर मैले मेरो त चिन्छ हो यही खुट्टाको हो यार इच्छा लड्छ भनेर हामी यो पोलिस्टरको यो जुत्ता हाइकिङ जाने हो किनेको त्यो मर्निङ खेल मामाको बसो लगाडी झन्डै लडेको थिएँ पानी पानी थियो त्यहाँ आम्मामा त्यो मर्निङ खेलमा त लडेको लडे सुरुमा त क्या लाज लाग्यो यो लास्ट नराम्रो रहेछ है यो बुट त अनि क्या लाज लाग्यो सुरुमा त नर्मलवाला रोड नै लड्नु स्टार्ट गरेको थियो त्यसपछि त पानीतिर लडे सोचेको लाज त्यस्तो लाज लागेर नलड्दा किन लडेन वाला नदानेर लडे त भन्छ अरूले चाहिँ त्यस्तो भन्ने तर होइन एकजना मात्रै लडे भए त हुन्थ्यो दुवैजना लड्छ त होइन लड्छ यार त केही नबोल बहिनी त नबोल ल हाम्रो गाइड चाहिँ अब कहाँ के गर्न आँट्यो हामी पहिले यहाँ करोडौँको माल हेर्नु नि त यो चाहिँ 30 करोडको मजदुर हालेर टिपेको बाटो झर्दा ठिक हुन्थ्यो ढुलो उठिन्थ्यो यस्तो छ अनि अब हामी बिस्तारै ओह्रालो जाँदैछौँ किनभने यो ओह्रालो हिँड्नुको पनि एउटा फाइदा छ क्या खुट्टा यसै उठाउनु मात्रै पर्छ हे जगन्नाथ हजुर हामी सन्चै छौँ हाइकिङको अर्को रमाइलो बाटो पनि थियो होइन मोगलीको त बगिरा जस्तो याद आउँथ्यो क्या स्कुलमा पढाउँथ्यो नि त नि त्यही अरू सरले पढाउँथ्यो होइन अनि त्यो भल्लु छ त मुखले त्यही सर जस्तो आया आइस्ता आइस्ता सबैभन्दा बुढो चाहिँ तिमी नै होला यो ग्रुपमा तपाईँ पनि हो तपाईँ कति सालको 57 साल है कुन महिना अब बिग्राउँदा फेरि ठुलो भइहाल्छ नि यस्तो ठाउँमा त सानीमा हो अब सानो सानीमा भन्नु मिल्यो नि त अलिक सानै रहेछ भने के गरेको तिमी लोटा बिगन बसेको सोध्छ महाभारत सोध्छ अभियान अन्त कफी सुनिरहेको के अरे हो करुस यता फुटेको होला अब जुम 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 नयाँ साथी आएछ अब चाहिँ